एन्ड द ब्लग अनि ह्याप्पी दसैँ सबैलाई। म चाहिँ अब टिका लगाउन जाँदैछु 12 बजिसक्यो होइन। म गएँ बाई बाई। भात पकाएर खान पाए कति रमाइलो हुन्छ हैन। अब आगो दिन खानी कृतिकले दिन्छ। कृतिकले सुन्तला पण्डित भाउजूले हालिदिँदा नि हुन्छ है दाइ टिका लाउने बेला है। बिहा गर्ने पछि बिहा गर्ने 1000 नाति बोकेर अर्को अब पहिले आउँछ राजु त हैन अर्को नाति बोकेर अनि छोरी पाउनु भनेन त भइसक्यो के एउटा भइसक्यो छोरी पाउनु रे कस्तो सबैभन्दा रोग नलाओस् मेरो छोरीलाई। धेरै सिधा पनि हुन्न लाइन बसेर फाट आएन सबैले बराबर पढ्ने जाने है पढ्ने बेला चामल होइन के चु काकुले पैसा देखाइन नि भएर गुड ओ ल गुड भाइ ल दाइले ब्लग बनाउँदै हुनुहुन्छ। ल हुन्छ सक्यो अब केही छैन। ठुलो मान्छे भन्नु बटुवा गरे कि वर्षालाई म आउने बेलामा अलिकति अझ लगाएर मुछेर तेल लगाइदिन्छ नि मामा घर गयो पैसा आइतबार आउँछ लड्लाई त्यो अहिले दसैँ फोटो सुट हुँदैछ गाइस। भिडियो बसेर किन टासिङ है। सो गाइस हामी टिका लगाएर घर आइसक्यौँ। नाम खान्छ भने फेरि तास खेल्छौँ। टुना सिट लगा सिट 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 पकाइ सेट लुना र सेट
ल ह्याप्पी दसैँ लुना यसो कानमा मिल्नु साउनी मलाई किटक्याट दिनु न दिनु न निकाल पैसा दिनु पर्छ दिन्छु भन्ने नि त्यहाँ त भाग्दैन गाइस हामी आज मामा जाँदैछौँ पनि हालो भन हेलो गाइस आज चाहिँ हामी मामा घर जान लाग्या राम्रो छ कसले किनेको मम्मीले किनेको मेरो लुगा चाहिँ नि एलिसा दिदीको ब्लग हो एलिसा दिदीको ब्लग मामा गाइस विथ बाय हामी चाहिँ कस्तो चढिसक्यौँ गाइस अनि Hello guys, to our new game. हामी चाहिँ बसमा चढिसक्यौँ अब हामी बनेपा जाँदैछौँ बस भन्दा बनेपा अनि हामी चाहिँ अल्छी ल्याइसक्यो हामी चाहिँ अल्छी ल्याइसक्यो अनि यहाँ चाहिँ कति जला थियो अघि न अनि हाम्रो माम घरमा चाहिँ पिङ हालिसक्यौँ ल हस् हामी एकछिन खेल्छौँ ल हामी एकछिनपछि खेल्छौँ ल हस् हस् बाई 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 टाटा टाटा थ्याङ्क यू यो चाहिँ चण्डेश्वरी हो गाइस यहाँ चाहिँ हस्पिटलमा हाम्रो बुवालाई राख्नु भएको छ त्यही भएर हामी जाँदैछौँ चण्डेश्वरी हस्पिटल अहिले दसैँको बेलामा चण्डेश्वरी हामी जाँदैछौँ बच्चै बच्चा छ नि यिनीहरू सबैलाई हामीले लिएर जाने रे मम्मीहरू चाहिँ एकछिन हेर्नुहोस् यो चाहिँ रसना हो राम्रो हिँड्दैछ नि यिनीहरू खै तिनीहरू त उताबाट आइरहन् तिनीहरू त उकालो नि उक्लाएन त्यहीबाट आइरहन् जाम पऱ्यो जाम डन डन बहिनी डन यता हेर त बहिनी डन लड लड कोयो उ सर्बो ए कोयो 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 ओ कोयो भाइ भाइ नाम भन्दै त तिमी त फेमस होइन ल बरु तिम्रो नाम के हो नाम के हो मलाइका म्याम भन्दै जानु हुन्छ उनीहरुलाई को मलाइका म्याम ओइ नक्कली आइमे भन्नु न ओइ आई भाइ के ओ हेलो व्हाट्स योर नेम My name is Aime. डराएको भाइ Aime. मेरो ज्याकेट बोक्दैन र यही भन्न थ्रु हिँडेर मैले त ल अब यहाँ हाम्रो यो दाहा मामा घर चाहिँ खै देखेन भने भर्खर यहाँ हाल्यो अब हाम्रो मामा घर यस्तो फोल्ड हुन्छ त खै सिस्नु चलाएको म अब यसको मलाई त्यो प्राइभेट होला है प्राइभेट त्यो सानी धेरै धेरै बिस्कन्छ न ओ अब सानी तिम्रो मिनीमा त मिनी पिङमा ल अब छोड्दे अब छोड्दे
सानो हटा न गाइस पिङ खेल्छौँ हामी अब मामा घर जान्छौँ स्विट गर न गाइस हामी चाहिँ मामा घर आइसक्यो रानी मरे भनेर अनि हाम्रो मामाहरू चाहिँ यहाँ हो हामी होइन आइसक्यौँ यो चाहिँ एली हो एली अहिलेदेखिबाट पिङमा झुन्डेको झुन्डेछ हेलो मामा घर आइपुग्यो अब मामा जान्छौँ गाइस अब हामी तल टिका लाउन जान्छौँ पानी पर्यो नक्कली हँसाउँछन् गाइस यो डलर हो है बाई बाई भोलि आउँछस् के गरे भने लाउ तिमीलाई पैसा खा वही जाता है हाँ गाइस टिका लगाउँदैछौँ टिका जसको चाहिँ जुठो परेको रहेछ ऊ चाहिँ पैसा मात्रै लिँदै हिँड्दा चाहिँ ल मम्मी घर जानुहुन्छ बाई 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 गर्दा बाई बाई गाइस पानी भयो खै खै ए मैले पनि देखेँ ल रुन्चे रुन्चो रुन्चो हाँस्यो हाँस्यो कुचु 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 खोर्सानी खाने ल यस्तो जेनमा खोर्सानी एउटा रहेछ त्यही जेनमा खोर्सानी थियो त थियो न फ्रिजमा ओ भइहाल्यो नि रुक्नु पुग्यो अट्ठा जुत्ता बेला चाहिँ गयो पैसा यता 5 गरी यताबाट 10 को किलोमिटर निकाल्नु हाम्रो 100 रुपियाँ निकाल्यो दिदी गाइस पानी पर्यो मनको प्यास मेट्न
छोडा लाउ जाने अब उता जाऊ डलर उता जाऊ बाटो हिँड यस्तो ल गाइस हामीले टास्क पनि खेल्यौँ होइन अनि त्यसपछि अब यो भ्लग चाहिँ यति नै होइन भाइ सो बाई 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 गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई भन जित्नु भयो ल